बरको स्वाद लिँदैछु है। मिठो रहेछ बर। पुरै रातै भएछ यहाँ चाहिँ पुरै हावाले झरिरहेको छ। ल है बरहरू सबै बरहरू चाहिँ टेस्ट गर्नु पर्यो कति कतिको टेस्टहरू रहेछ। हुन त सबै बरहरू त्यस्तै हो तर यहाँ कलर चाहिँ कुनै पहेँलो कुनै रातो कलरमा पनि छ है। ल चाहिँ भर्खर सानसानै रहेछ अलिक बेला भएर रहेछ झर्ने यता चाहिँ झरिरहेछ। ल है गाइस अब चाहिँ तपाईँहरूलाई यो ब्लुबर्ड पार्कको सबैभन्दा बिच र अल्गो ठाउँ रहेको स्थानमा चाहिँ म लिएर जाँदैछु तपाईँहरूलाई है। यस पार्कको सबैभन्दा अल्गो ठाउँ र पार्कको बिच पनि रहेको छ बिचमा छ है यो चाहिँ। ल हेर्नु त कति रमाइलो त हरियाली जताततै सबैतिर देख्न सक्नुहुन्छ। यो चाहिँ ठ्याक्कै बिचमा रहेको छ है पार्कको बिचमा। हेर्नु त यतापट्टि सुल्तान सेन्टर पनि छ। सुल्तान सेन्टर पछि उता सिटी सेन्टर जानु मिल्छ र यहाँ चाहिँ ठुलो ताल पोखरी पनि रहेको छ। यहाँ चाहिँ बिच हावा चाहिँ तर चाहिँ अलिकति चिसो मौसम भएर जाँदा चिसै हावा आइरहेको छ। गर्मीमा चाहिँ तातो हावा आउने होला तर पनि शीतलै हुन्छ यहाँनिर। तलतिर देखाउनेछु तलको बच्चाहरू खेल्ने ठाउँहरू पनि रहेछ पिङहरू र यता चाहिँ ठुलो पोखरी छ। बयर चाहिँ मजाले पाकेर मजाले झरिरहेछ भुइँतिर। ल्याउनु त सरपष्टै छ। ब्लुबर्ड पार्कको सबैभन्दा ठुलो ताल है यो पोखरी। हेर्नु त पानी खासै त्यस्तो गहिरो छैन तर पानी चाहिँ एकदम जमाएर राखेको छ। कति राम्रो देखिरहेछ क्या। हेर्नु त सिसोको बोट पनि रहेछ। सिसोको बोट हेर्नु त कति राम्रोले यस्तो गर्मी ठाउँमा भए पनि। रेस्टुरेन्टहरू अहिले बिहानको दिउँसोको समयमा चाहिँ बन्द छ र सबै यो रेस्टुरेन्टहरू चाहिँ भरे बेलुका राति 5 बजे 6 बजेपछि चाहिँ सञ्चालनमा हुनेछ। र अहिले चाहिँ रमजानको कारणले गर्दा रोजाको कारणले गर्दा खानाले अहिले चाहिँ ओपनिङ टाइम चाहिँ अलिकति बेलुकातिर मात्र हुन्छ र बेलुका चाहिँ धेरै मान्छेहरू आउने गर्ने चाहिँ घुमघाम गर्ने कस्टमरहरू र आउने गरेर हुन्छ। चिल्ड्रेन पार्क कति राम्रो रङ्गी चङ्गी बच्चाहरूलाई खेल्ने ठाउँ। यता हरियाली बस्ने ठाउँ पनि फुलहरू पनि कति राम्रो राम्रो क्या दामी क्या रातै फुलहरू। आजको पार्क भ्रमण कस्तो लाग्यो कृपया लाइक कमेन्ट सेयर गरिदिनु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरेर साइडमा रहेको बेल आइकनलाई दबाएर हेल्प गरिदिनु होला।
र अब चाहिँ करिब करिब म पनि निस्किने बेला भयो यतादेखि, किनकि भरे बेलुका राति चाहिँ ड्युटी जानुपर्ने हुन्छ। त्यही कारणले अब खानासाना पकाउने, खाने, नुहाइधुवाइ गर्ने र ड्युटी जाने बेला हुँदैछ। र अब चाहिँ म फर्किने क्रममा छु गाइस। अब चाहिँ म निस्किँदैछु भारतबाट र अब चाहिँ रुमतिर जानुपर्ने हुन्छ। यो बाटो क्रस गरेर पारिपट्टि जानुपर्ने हुन्छ र करिब करिब रुमसम्म पुग्नलाई चाहिँ 20-25 मिनट लाग्ने भयो हिँडेर। गाइस क्रस गरेर पनि पारिपट्टि आइसक्यो। आज अलिक धुलो पनि उडिरहेछ, हावा पनि मस्त चलिरहेछ। केही नै केही समय हिँड्दै जानु पऱ्यो रुमसम्म। 20 मिनट जति लाग्छ होला। म सालमे अल्सुरमा आइपुगिसकेको छु र अब चाहिँ रुम पुग्नलाई केही मिनट मात्र लागेको छ। चहलपहल बढेको छ। अहिले आफ्टरनुन करिब करिब 3:30 साढे 2 भइसक्यो अहिले घडीमा चाहिँ। अहिले चाहिँ मान्छेहरूको चहलपहल बढ्दैछ। फाइनली गाइस म चाहिँ अहिले रुममा आइसकेको छु। आशा छ हजुरलाई आजको भ्लग मन पऱ्यो होला। कृपया भ्लग मन परेमा लाइक कमेन्ट सेयर गर्नु होला। यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया च्यानललाई सब्सक्राइब गरेर साइडमा रहेको बेल आइकन दबाएर हेल्प गर्नु होला। हजुरले यति दिनसम्म बहुमूल्य समय दिएर मेरो भ्लग हेरिदिनु भएको हजुरलाई दिनदेखि नै धेरै धेरै धन्यवाद। आशा छ अबको दिनहरूमा पनि यसरी नै साथ सपोर्ट गर्दै जानुहुनेछ र तपाईँहरूलाई फेरि नयाँ नयाँ प्रस्तुतहरू यसरी प्रस्तुत गर्दै जान्छु। कृपया त्यतिजनालाई किप सपोर्टिङ, किप वाचिङ, किप सपोर्टिङ है त। थ्याङ्क यू सो मच गाइज, सी यू सुन।